हामी चाहिँ यहाँ मनोकामना मन्दिर आएको। मनोकामना मन्दिरबाट तल पुजारी बाले चाहिँ बाबाको बलिको लागि माथि बक्रेश्वर पठाइदिनु भएको थियो। अनि अब यहीँको दिदीसँग एउटा सानो कुराकानी सुन्नु है त, के छ माथिको बारेमा। नमस्ते, मेरो नाम अमृता थापा, म यहाँको मनोकामनाको स्थानीय। हजुरहरू मनोकामना दर्शन गर्न आउनु भएको छ, हजुरलाई स्वागत छ। हाम्रो यहाँ माथि मनोकामनादेखि थोरै माथि बक्रेश्वर महादेव मन्दिर छ, 4.5 किलोमिटर। यहाँबाट पैदलको लागि चाहिँ 45 मिनट लाग्छ, 45 मिनटदेखि 1.5 घन्टा लाग्छ, तर गाडीमा 25 मिनट लाग्छ। त्यहाँ चाहिँ विशेष गरेर बक्रेश्वर महादेव मन्दिर भनेको सतीमाको जिब्रो पतन भएको ठाउँ हो। त्यहाँ लगेर बच्चाहरूलाई दर्शन गराउनु भयो भने अड्किएको बोलीहरू स्पष्ट हुने धार्मिक आस्था बोकेको मन्दिर छ, अवश्य आउनु होला है। अनि साइडमा त्यहाँ चाहिँ गुरु गोरखनाथ ध्यान गुफा छ, त्यहाँ पनि दर्शन गर्नु होला। अनि त्यहाँदेखि अलिकति माथि मनोकामनाको पहिलो पुजारी लखन थापा, हाम्रो बाजे लखन थापा गुरु उहाँ अलपिनु भएको, सिद्ध हुनुभएको गुफा पनि छ, त्यहाँ पनि गएर दर्शन गर्नु ल। हजुर सबैलाई स्वागत छ। हस् त, धन्यवाद।